नमस्कार भाइ बहिनीहरू। आज चाहिँ हामी पदवर्ग अन्तर्गत संयोजकको कुरा गर्छौं है त। यो स्क्रिनमा लेखिएको एउटा वाक्यलाई पढ्नुहोस् त। दिदीले खाना खानुभयो अनि विद्यालय जानुभयो। यो वाक्यमा प्रयोग भएको अनि पद संयोजक हो, किनभने यसले दिदीले खाना खानुभयो र दिदी विद्यालय जानुभयो जस्ता दुईवटा वाक्यहरूलाई जोडेर एउटै वाक्य बनाउन सहयोग गरेको छ। यसरी वाक्य, उपवाक्य साथै पदहरू जोड्न आउने पद नै संयोजक हुन्। यस्ता संयोजकहरूमा अनि, र, यद्यपि, तथा, तथापि, भने, किनभने, जब तब, यहाँ त्यहाँ, यसरी त्यसरी आदि रहेका छन्। अर्को एउटा वाक्यलाई पनि हेरौं। जब घाम लाग्छ तब गर्मी हुन्छ। यस वाक्यमा प्रयोग भएका जब र तब संयोजक हुन्। संयोजक निरपेक्ष र सापेक्ष गरी दुई प्रकारका हुन्छन्। निरपेक्ष संयोजकले संयुक्त वाक्यको निर्माणमा भूमिका खेल्छ, जसमा र, अनि, तर, तथा, यद्यपि आदि निरपेक्ष संयोजकहरू लागेका हुन्छन्। सापेक्ष संयोजकले मिश्र वाक्यको निर्माण गर्न भूमिका खेल्छ, जसमा जब तब, भने, किनभने, जसरी तसरी जस्ता सापेक्ष संयोजकहरू लागेका हुन्छन्। हस् त, आजलाई यति नै। धन्यवाद।